गाइज है आज हामी चाहिँ हाम्रो एउटा बाजे हुनुहुन्छ उहाँ बाजेले त्यहाँ हातहरू चिनाहरू हेर्नुहुन्छ मोबाइल हराएको हेर्नुहुन्छ कसैलाई रोग ब्याध लागेको छ भने रोगहरू निको पार्नुहुन्छ फुकफाक गरेर है अब उहाँसँग इन्टरभ्यू लिन गइरहेको छु अब हेरौँ उहाँले कस्तो जवाफ दिनुहुन्छ बुवा दर्शन अनि धन्यवाद बुवा म त काठमाडौँदेखि आएको होइन तपाईलाई खोज्दै खोज्दै आएको तपाईले हात हेर्नुहुन्छ अरे म सबै कुरा हेर्छु जोखाना पनि हेर्नुहुन्छ अरे माथि हराएको माल वस्तु पैसा हराएको सबै ए त्यही त म काठमाडौँदेखि आएको होइन मेरो के भएछ भन्दाखेरि बिहे गरेको 1 महिना भयो क्या मेरो बिहे गर्दाखेरि बुढी नै भागी 1 महिना भयो बुढी भागी माइतीतिर भागी अनि सुन्नु न त्यो बुढीलाई अब सुन्नु न त्यो बुढी अब कसरी फिर्ता ल्याउने बुढीको साडी बुवाको साडी चाहिन्छ बुढीको नयाँ साडी चाहिन्छ अनि सुन साडी चाहिन्छ नयाँ साडी लगाएको के गर्नुपर्छ बेतुनको दिनमा आउनु पर्यो त्यो साडी कुटुम्बुटु पारेर दाँटामा तपाईँ घुमा छोपेर आउनु आउँछ 3 दिनको 4 दिनको 6 दिनको भाका 3 दिनमा अनि पैसा कति दिनु मैले पैसा चाहिँ पैसा कति दिनुपर्छ 20,000 30,000 20,000 अनि 20,000 मा कति दिन फर्केर आउँछ त 3 दिनमा फर्केर आउँछ अनि आइन भने के गर्ने आउँछ मेरो 20,000 फिर्ता दिनुहुन्छ फिर्ता दिन्छु ल त्यसो भए अनि अरु 1-2 जना मेरा साथीहरू पनि छन् तिनीहरुको भैँसी हरायो गाई हराएछ रे यहाँ आउनु पर्यो नि कहाँ लिएर आउनु पर्यो त गोदार चोकमा आउनु पर्यो है ल गोदार चोकमा आउनु पर्यो हैन त ल तपाईको नाम के रे मेरो नाम विष्णुप्रसाद घिम्रे हो ओहो ल बाजे अब मेरो त बुढी भेटिहाल्छ म 20,000 दिइहाल्छु म यहाँ भेट्यो बाजे मेरो बुढी भेट्यो गाइस है मेरो बुढी चाहिँ भेटाइदिनु बुवा 20,000 रुपियाँमा भोलि दिन्छु ल आज भोलि मेरो बुढी भेट्यो बुढी मैले सिकाइदिए हो तपाईले निकाल्दिनु भयो बुवा एकदम बुवा एकदम बुढी तिमी कहाँ गयो बुढी माया गर्न बुढीलाई बुढी